रानीवनको एउटा भिरबाट ख्याति श्रेष्ठको टाउको बक्सामा हालेर गुल्टाइदिएको भनेर बयान दियो। सुरुवातमा ललितपुरको कार्यविनायकमा हात र खुट्टाका टुक्राहरू भेटिएका थिए। नमस्कार साथीहरू, सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सन्तोष बजगाईमा। अपराधको दुनियाँमा सबैभन्दा ब्रुटल केस, नेपालको हिस्ट्रीमा सबैभन्दा हृदय विदारक र मुटु फुट्ने खालको केस भएको थियो 2066 सालमा, आजभन्दा करिब 15-16 वर्ष अगाडि। र नेपालीहरूको जनमानसमा अझै पनि त्यो घटना ताजा छ। आज मैले इन्टरनेटबाट र जति पनि मैले प्रमाणहरू जम्मा गरेँ त्यसको सबै सारांशमा आज म कुराकानी गर्न गइरहेको छु। सुरुदेखि अन्त्यसम्म के भएको थियो, यो 80 वर्षे इतिहास रहेको सबैभन्दा ठुलो अपराधको घटना आज तपाईहरु समक्ष यो सन्तोष बजगाई च्यानलमा मैले प्रस्तुत गर्दैछु। कहानी सुरु हुन्छ दुईतिरबाट। सन् 1967 बाट अहिलेसम्म पनि त्यो कहानी कन्टिन्यू भइरहेको छ। अब कुराकानी गरौँ कहानीको एकतर्फी भाग, जहाँ विराटनगरबाट यो कथा सुरु हुन्छ। मोरङ जिल्लाको विराटनगर निवासी राधा श्रेष्ठ र गोपाल श्रेष्ठ एक खुशी दम्पति थिए। उनीहरूको एक छोरी थिइन्, ख्याति श्रेष्ठ। उनी पढ्नमा बहुत माहिर थिइन्। बाहिरी अतिरिक्त क्रियाकलापहरू हुन्छ तिनमा उनी अब्बल थिइन्। उनी यति धेरै प्रतिभाशाली थिइन् कि कसैले पनि अनुमान लगाउन सक्थ्यो कि उनी भविष्यमा ठुलो मान्छे बन्न सक्छिन्, एउटा ठाउँमा एउटा लेभलमा पुग्न सक्छिन् भनेर। त्यसै कारणले गर्दाखेरि बुवा आमाले पनि सक्दो उनलाई कुनै कुराको कमी नगराइकन हरेक चिजहरू पढ्नको लागि अथवा बाहिरी क्रियाकलापहरूको लागि सधैँ साथ दिइरहे। उनी पढाइमा अब्बल भएकै कारणले गर्दाखेरि एसएलसीमा डिस्टिङ्सन आएको थियो। 2064 सालतिरको कुरा हो। छोरीले पढाइमा त्यत्रो प्रगति गरिसके पछाडि उनको पाइलट बन्ने जुन सपना छ त्यो साकार गराउनको लागि उनीहरूले आफ्नो जुन जन्मेको ठाउँ, आफ्नो नातागोता, सम्पूर्ण व्यवहारहरू विराटनगरमै छोडेर काठमाडौँ आउने निर्णय गरे। र 2064 सालमा उनीहरू काठमाडौँको एउटा बालाजु भन्ने ठाउँमा एउटा फ्ल्याटमा बस्न थाले। ख्याति श्रेष्ठ जुबिलियन्ट कलेज एन्ड रिसर्च सेन्टरमा भर्ना भइन्। उनी त्यहाँ 2 वर्ष पढिसकेपछि पाइलट पढ्नको लागि एब्रोड जाने उनको निर्णय थियो र बुवा आमा त्यही उनको सपना पुरा गर्नको लागि विराटनगर छोडेर काठमाडौँ आएका थिए। उनीहरूको त्यो जीवनको उद्देश्यमाथि तुषारपात हुनेवाला थियो। उनीहरूको सपना सबै चकनाचुर हुनेवाला थियो, सब भताभङ्ग हुनेवाला थियो, संसार उजाडिनेवाला थियो। ख्याति श्रेष्ठको मोबाइलमा एक दिन एउटा मेसेज आउँछ। मोबाइलको घन्टी बजिसके पछाडि उनले हेर्छिन्, तपाईले वुमेन म्यागजिन लकी ड्रबाट 20,000 नगद र पोखराको फ्री टुर प्याकेज पाउनु भएको छ। त्यसले तपाईले पुरस्कार प्राप्त गर्नको लागि अफिसमा आएर फर्मालिटी पुरा गर्नुपर्छ भनेर उनलाई मेसेज आएको हुन्छ। र मेसेज आए लगत्तै फेरि एकजना उक्त अफिसको स्टाफ बनेर कसैले उनलाई फोन गर्यो, तपाईँ सम्पूर्ण फर्मालिटी पुरा गर्नको लागि अफिसमै आउनुपर्ने हुनाले समय छैन, तपाईँ आजै आउनु भनेर उनलाई बोलाइन्छ। ख्याति श्रेष्ठले बुवा र आमासँग कुराकानी गर्छिन् कि मलाई यस्तो खालको फोन मेसेज आएको थियो, त्यसले मेरो सपना पुरा गर्नको लागि केही थपथाप गर्छ, पुरस्कारमा फ्री पोखरा टुरको प्याकेज पनि छ, त्यसैले म त्यसको फर्मालिटी पुरा गर्नको लागि पुतली सडक जुन मेन अफिस छ त्यसमा जान्छु भनेर उनी घरबाट निस्किन्छन्। ख्याति श्रेष्ठलाई बाइकमा छोड्नको लागि एकजना बिक्की भन्ने उनकै साथी पनि जान्छन्। जब उनी पुतली सडक उक्त अफिसमा पुगेकी थिइन्, उनलाई कुरेर एकजना 17 वर्षको उक्त अफिसको स्टाफ बताउने मेरिना साक्य नाम गरेकी केटी उनलाई कुरिरहेकी थिइन्। त्यहाँको स्टाफले फर्मालिटी पुरा गर्नको लागि केही समय लाग्न सक्छ, त्यसैले त्यहाँको बिक्की भाइलाई घरै फर्काउनको लागि उनले अनुरोध गर्छिन् र आफू कागजातको सम्पूर्ण कामहरू सकेर साँझमा घर फर्किने भन्दै ख्याति श्रेष्ठले बिक्कीलाई घर फर्काउँछिन्। उनीहरू केही समय त्यहाँ अल्मलिन्छन्। त्यसपछि मेन अफिस नयाँ बजार जाने भनेर मेरिना साक्य र ख्याति श्रेष्ठ नयाँ बजारतिर लाग्छन्। जब ख्याति श्रेष्ठ र मेरिना साक्य नयाँ बजार पुग्छन्, त्यहाँ उनीहरूको भेट हुन्छ वीरेन श्रेष्ठसँग। वीरेन श्रेष्ठ यानि कि वीरेन श्रेष्ठको सम्पूर्ण नालीबेली म यो घटनाक्रममा भन्दै जानेछु, भिडियो अन्तिमसम्म हेर्नुहोला। वीरेन श्रेष्ठ भनेको 2064 सालमा ख्याति श्रेष्ठ र उनको परिवार जब काठमाडौँ आएका थिए, जब उनीहरू बालाजुमा बस्थे, त्यो बेलाको घरबेटी हुन्। आफ्नो घरबेटी र आफूलाई घरमै होम ट्युसन पढाउने सरलाई देखेर उनी खासै अचम्ममा परिनन्। उनलाई त्यो बेलासम्म सबै सामान्य नै गइरहेको छ जस्तो लागिरहेको थियो।
वीरेन श्रेष्ठले पनि आफू अहिले त्यही स्कुल कलेजमा नपढाउने र त्यही अफिसको लागि काम गर्ने भनेर ख्याति श्रेष्ठलाई विश्वास दिलायो। यो घटना हुन्जेलसम्म ख्याति श्रेष्ठको जीवन करिब अन्तिम अवस्थामा पुगिसकेको थियो। अबको 2-4 मिनटमा के हुन्छ भनेर उनलाई केही शङ्कै थिएन। आफ्नो पुरानो घरबेटी, त्यसमाथि पनि आफूलाई ट्युसन पढाउने टिचर, आफ्नो बुवा आमा समानको गुरुले उनको जिन्दगी अन्त्य गर्दैछ भन्ने उनलाई भानै भएन। वीरेन श्रेष्ठ भित्र किचनमा गएर कफी लिएर आयो। कफीमा उसले स्लिपिङ ट्याब्लेट हाल्यो। कफी तितो भएको कारणले गर्दाखेरि म कफी खान्न भनिन्। वीरेन श्रेष्ठ फेरि किचनभित्र गएर कोका कोलामा क्लोरोफिल हालेर लिएर आयो। ख्याति श्रेष्ठले शङ्का पाएनन् र उनले त्यो कोका कोला पिइन्। करिब 2-3 मिनटको हाराहारी भइसकेपछि टाउको दुख्ने र चक्कर लाग्ने भएपछि उनलाई केही त्यसमा गडबडी लाग्यो। उनी आफ्नो घर पुर्याइदिनको लागि र म घर जान्छु भनेर उनी चिच्याउन थालिन्। त्यसैमाथि कसैले थाहा पाउँछन् भनेर वीरेन श्रेष्ठले पछाडिबाट रडले हालेर त्यही उनलाई मारिदियो। यता ख्याति श्रेष्ठको बुवा आमा बिहानदेखि छोरी हराइरहेको र त्यही तनावमा बसिरहेका थिए। सम्पूर्ण आफ्ना आफन्त र उनीसँग सम्बन्धित सम्पूर्ण साथीहरूलाई ख्याति उनीहरूसँग आएको छ कि छैन भनेर उनीहरूले सोधे। कसैले पनि ख्याति श्रेष्ठ आफ्नोकोमा नआएको र उनीबारे कुनै पनि जानकारी नभएको बताइसके पछाडि उनीहरू धेरै पिरमा परे। त्यही दिन बेलुका फेरि ख्याति श्रेष्ठको बुवाको फोन नम्बरमा एउटा मेसेज आयो। मेसेज हिन्दीमा लेखिएको थियो, यदि तेरो छोरी जिउँदो देख्न चाहन्छस् भने मलाई 10 लाख रुपियाँ फिरौती चाहिन्छ। जब त्यो किडन्यापरको त्यस्तो मेसेज आयो त्यसपछि उनीहरू भावविह्वल बने। उनीहरूलाई छटपटी सुरु भयो, कहाँ गरौँ के गरौँ। पुलिसकोमा जाउँ भनेदेखि पहिले नै चेतावनी दिएको थियो, यदि पुलिसकोमा गएको खण्डमा हामी तेरो छोरीलाई मारिदिन्छौँ भनेर लेखिएको थियो। त्यसकारणले गर्दाखेरि आफ्नो छोरीको जीवन रक्षाको लागि भए पनि पुलिसकोमा नजानी उनीहरूले निर्णय गरे र फिरौतीको रकम कहाँ पुर्याउने भनेर अपहरणकारीको मेसेज कुरेर बसे। साथीहरू, यो कुराकानी हो 2066 साल जेठको 22 गते। त्यसपछि ख्याति श्रेष्ठको बुवा र मम्मी अपहरणकारीको फोन अथवा मेसेज कुरेर बसे। यतिकैमा फिरौतीकर्ताको मेसेज पनि आयो र उनीहरूले फिरौतीको जुन रकम छ त्यो चाहिँ बुटवलसम्म ल्याउनको लागि अपहरणकारीले मेसेजमा भनेको थियो। पुलिसमा जानको लागि अगाडि नै वार्निङ दिएको कारणले गर्दाखेरि आफ्नो छोरीको जीवन रक्षाको लागि भए पनि ख्याति श्रेष्ठको बुवा र आमाले पुलिसकोमा नजाने निर्णय गरेका थिए। उनीहरूले रातभरिमा जसोतसो 10 लाख रुपियाँ पैसा व्यवस्थापन गरेर भोलिपल्ट काठमाडौँदेखि बुटवलको लागि आफ्नो यात्रा सुरु गरे। जब 270 किलोमिटर टाढा बुटवल पुगे, बुटवल पुगिसके पछाडि फेरि अपहरणकारीको मेसेज आयो कि तिमीहरूले त्यो पैसा बुटवल नभएर चितवनसम्म लिएर आऊ। चितवनसम्म पैसा ल्याइसकेपछि म ख्याति श्रेष्ठलाई त्यहीँ छोडिदिन्छु। बुटवल पुगेका ख्याति श्रेष्ठको बुवा र मम्मी फेरि चितवन आइपुगे। चितवन आइसकेपछि अपहरणकारीले फेरि त्यस्तै फोहोरी खेल खेल्यो। उनीहरूले पैसा सुनौली नाकासम्म ल्याउनको लागि भन्यो। फेरि त्यहाँबाट हस्याङ खस्याङ गर्दै सबै संसार बिर्सिएर आफ्नो छोरीको प्राण जोगाउनको लागि, आफ्नो छोरी सकुशल उद्धार गर्नको लागि चितवनबाट फेरि सुनौली नाकातर्फ उनीहरू अगाडि बढे। जब उनीहरू सुनौली नाका पुगेका थिए, सुनौली नाका पुगिसके पछाडि फेरि फिरौतीको पैसा झापा जिल्लाको काकडभित्तासम्म ल्याउनको लागि उसले मेसेज गर्यो। उनीहरू मानसिक र शारीरिक रूपले थकित भएका थिए, तैपनि आफ्नो छोरीको जिन्दगीको सवाल छ, यसकारणले उनीहरूले थकाइको महसुस गरेनन्। कुनै कुराको परवाह नगरिकन सुनौली नाकादेखि फेरि झापाको यात्रा तय गरे। उनीहरू झापा पुगेको मात्रै थिए, फेरि ख्याति श्रेष्ठको बुवा र मम्मीलाई अपहरणकारीले फोन र मेसेज गरेर पैसा भारतको दार्जिलिङसम्म ल्याउनको लागि भन्यो। उनीहरूले एक हिसाबले हेर्ने हो भनेदेखि छोरीको सास हेर्न पाइन्छ भन्ने कुरा उनीहरूले विश्वास गर्न छोडिसकेका थिए। तैपनि सास रहन्जेल आश रहन्छ भने जस्तै फेरि काकडभित्ताबाट 100 किलोमिटर टाढा दार्जिलिङसम्म जाने उनीहरूले निर्णय गरे। फेरि उनीहरू दार्जिलिङ पुग्ने बित्तिकै उनीहरूको मेसेज आयो कि तिमीहरूले पैसा काकडभित्तामा ल्याउनुपर्छ। फेरि भारत पुगिसकेको मान्छे 100 किलोमिटर गाडी चढेर काकडभित्तासम्म आए। उनीहरू काकडभित्ता आइसकेपछि फेरि एउटा मेसेज आयो कि त्यहाँ एउटा आसाम होटेल रहेको छ, आसाम होटेलभित्र तिमीहरूको घरमा काम गर्ने नोकर रामलाई पैसाको ब्याग दिएर पठाऊ र म तिमीहरूको छोरी छोडिदिन्छु भन्यो। पैसा दिएर आफ्नो छोरी लिएर काठमाडौँ फर्किने योजना बनाएका ख्याति श्रेष्ठको बुवा आमा पैसा लिएर रामभित्र गए, तर राम आफै पनि उसको फन्दामा परे। रामलाई पनि उनीहरूले अपहरण गर्ने प्रयास गरे। पैसा लिएर अपहरणकारीले रामलाई पनि सिलगढी लिएर गए। जसोतसो राम त्यहाँबाट उम्किन भ्याए। तर ख्याति श्रेष्ठको मम्मीले एउटा कुरा याद गर्नुभएको थियो कि केही वर्ष अगाडि आफू बसेको घरबेटी काठमाडौँ बालाजोमा घर भएको वीरेन श्रेष्ठ कसरी यहाँसम्म आइपुग्यो भनेर
उनले राम्रोसँग त्यहाँ ख्याल गरिनन्, तर पछि पुलिस अनुसन्धानमा त्यसै कारणले गर्दाखेरि सघाउन सहयोग भयो। उनीहरूले पैसा बुझाइसके पछाडि पनि आफ्नो छोरी लिएर जान नपाएकोमा धेरै दुखी भए। ख्याति श्रेष्ठको बुवा आमाले यस्तो सोचे कि यदि त्यहाँ हाम्रो छोरी छैन भनेदेखि पक्कै पनि हामीले फिरौतीको रकम तिरिसके पछाडि काठमाडौँमा हाम्रो छोरी पुर्याइसकेको हुनसक्छ, हामी जाँदाखेरि हाम्रो छोरी घरमा आइसकेको हुनेछिन् भनेर उनीहरूले त्यो आशावादी भएर उनीहरू घर फर्किए। तर अफसोस उनीहरू पुग्दा पनि ख्याति श्रेष्ठ फर्किनन्। त्यसपछि उनीहरू पुलिसमा जाने निर्णय गरे, किनभने सुख दुःख गरेर कमाएको जति पनि आफ्नो पैसा पनि गयो र आफ्नो एकमात्र सन्तानको कुनै पनि अत्तो नभइसके पछाडि अब अन्तिम विकल्पको रूपमा पुलिसकोमा जाने निर्णय गरेर उनीहरूले सबै कुरा बेलिविस्तार गरेर प्रहरी चौकीमा गएर राखे। पुलिसले पनि एक एक गरी अनुसन्धान सुरु गर्यो। कुरो यहाँबाट सुरु गर्यो कि यो जुन अपहरणको दौरानमा सबैभन्दा अनौठा लागेका कुराहरू पुलिसले ख्याति श्रेष्ठको बुवा आमालाई सोध्न थाल्यो। त्यसैमा ख्याति श्रेष्ठको बुवाले भन्नुभयो कि हामीलाई पैसा लिएर कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली, कहिले काँकडभिट्टा त कहिले दार्जिलिङसम्म बोलायो, तर लास्टमा उसले मागेको जति फिरौती पैसा बुझाइसके पछाडि पनि हाम्रो छोरी फिर्ता दिएन। यसै क्रममा ख्याति श्रेष्ठको मम्मीले पनि सम्झिँदै जाँदाखेरि काठमाडौँ एक जमानामा उसैको घरमा बसेको घरबेटी एक्कासी काँकडभिट्टामा देख्दाखेरि त्यो बेलामा मलाई खासै केही मतलब भएन, किनभने म धेरै तनावमा थिएँ। तर मैले अहिले सम्झिँदै जाँदाखेरि हाम्रो त्यो पुरानो घरबेटी काठमाडौँमा घर भएको मान्छे कसरी काँकडभिट्टा पुग्यो भनेर मलाई अनौठो लागिरहेको छ। त्यसपछि शङ्काको सुई वीरेन श्रेष्ठतर्फ सोझिन थाल्यो। पुलिसले पनि वीरेन श्रेष्ठलाई नै अपहरणकारी मानेर अनुसन्धान सुरु गर्यो। अनुसन्धान सुरु गर्दै जाँदाखेरि ख्याति श्रेष्ठको हत्या भएको 15 देखि 20 दिनको हाराहारीमा काठमाडौँ जिल्लाकै एउटा अलि विकट ठाउँमा कोठा लिएर बसेको भेटियो। वीरेन श्रेष्ठ यतिसम्मको चलाक थियो कि जब उसले आफ्नो बालाजुको घर बेचेर अन्त सरिसकेको थियो, आफ्नो घरमा भाडामा बस्नेहरू ख्याति श्रेष्ठको परिवारसँग उसको धेरै नजिकको सम्बन्ध थियो। ख्याति श्रेष्ठको परिवारको फोटोको एल्बममा उसको पनि फोटो थियो। उसले बालाजुको घर बेचिसके पछाडि अन्तै सिफ्ट भइसके पछाडि पनि कहिलेकाहीँ उसको ख्याति श्रेष्ठको परिवारसँग आवत जावत हुन्थ्यो। तर उसले त्यही आवत जावतको क्रममा ख्यातिलाई पाइलट पढाउनको लागि बुवा आमाले सबैतिरबाट पैसा जम्मा गरेको र नेपालमा +2 सकिसके पछाडि पाइलट पढ्नको लागि बाहिर पढाउने योजना सुनाएका थिए। त्यसपछि उसको मनमा लालच आएको थियो। त्यो योजना बनाउँदासम्म उसले ख्याति श्रेष्ठको घरमा भएको उसको एउटा मात्र फोटो पनि उसले गायब बनाएको थियो। जब पुलिसले फोटो खोजेको थियो त्यो बेलामा ख्याति श्रेष्ठको परिवारले एल्बम खोज्दाखेरि उक्त एल्बममा फोटो पनि थिएन। प्रहरी अनुसन्धानबाट यस्तो कुरा पनि पत्ता लागेको थियो कि ख्याति श्रेष्ठको परिवारबाट त्यो पैसा हत्याउने र ख्याति श्रेष्ठलाई सकाउने योजना उसले पहिलेदेखि नै बनाइसकेको थियो। लुकेर बसेको वीरेन श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेपछि उसले पनि सबै कुराहरू खोल्नको लागि धेरै समय लगाएन। उसले यति तयारी गरिसकेको थियो कि प्रहरीले के प्रश्न सोद्धाखेरि के उत्तर दिने भनेर उसले पूर्व तयारी गरिसकेको थियो। उसले सजिलै स्वीकार्यो कि मैले ख्याति श्रेष्ठको हत्या गरेको हुँ। प्रहरी अनुसन्धानबाट पत्ता लाग्दै गयो कि उसको जन्म भारतको दार्जिलिङमा भएको थियो 1967 मा। ऊ एउटा सम्पन्न परिवारको मान्छे थियो। पढाइ लेखाइ राम्रो भएको र आफैले केही गर्नको लागि भनेर दार्जिलिङ छोडेर नेपालको काठमाडौँमा आएको थियो। काठमाडौँमा आइसके पछाडि आदर्श विद्या मन्दिरमा साइन्स टिचरको रूपमा उसले काम गर्यो। साथीहरू, वीरेन श्रेष्ठको नाम खासमा वीरेन श्रेष्ठ होइन, वीरेन प्रधान रहेछ। उसले काठमाडौँमा आफ्नो बेग्लै पहिचान बनाउने योजना भएको कारणले गर्दाखेरि वीरेन प्रधान भए पनि वीरेन श्रेष्ठ राखेको रहेछ। उसको विवाह पहिल्यै भइसकेको र उसको श्रीमती क्यानाडा बस्ने रहेछन् र उसको 2टा छोरी पनि रहेछ। काठमाडौँमा आफ्नो करियर बनाउनको लागि धेरै सङ्घर्ष गरेको र बिस्तारै पैसा कमाउँदै गइसके पछाडि पैसा खर्च पनि त्यही अनुसार गर्ने पछि भइसके पछाडि जुवा खेल्ने र क्यासिनोमा जाने उसलाई लत लागेको रहेछ। त्यस कारणले गर्दाखेरि बिस्तारै ऋणमा डुब्दै गयो। कमाएको भन्दा खर्च धेरै हुन थालिसके पछाडि आफ्नो साथीभाइ र आफ्नो आफन्तसँग ऋणपान गर्न थाल्यो। त्यसले पनि बिस्तारै त्यो बानी बिग्रिँदै जाँदाखेरि उसले सबै आफ्नो व्यवहारहरू थेग्न छोड्यो। क्यासिनोको लत उसले छुटाउन सकेन। त्यस कारणले गर्दाखेरि ऋणले चुर्लुमै डुब्यो। उसले जुन काठमाडौँमा मेहनत गरेर बनाएको घर छ त्यो पनि बेच्नु पर्यो। त्यो बेच्दाखेरि पनि ऋण नसकिएको कारणले गर्दाखेरि केही ऋण सहयोग पाइन्छ कि भनेर ख्याति श्रेष्ठको परिवार बस्ने फ्ल्याटमा पनि गएको रहेछ। ख्याति श्रेष्ठको परिवारलाई भेट्नको लागि र केही ऋण सहयोग माग्नको लागि गएको थियो। जब ऊ ऋण सहयोग माग्न जाँदाखेरि ख्याति श्रेष्ठको परिवारले +2 पढाउनको लागि, पाइलट पढाउनको लागि छोरीको लागि केही पैसा जम्मा गरेको र अझै पनि व्यवस्थापन गर्न सक्ने योजना सुनाइसकेपछि उसको नियत फेरिएको थियो। कसै गरी पनि त्यो पैसा मागेर भन्दा पनि त्यो पैसा गलत तरिकाबाट उसले उसिट्याउने योजना बनाएको कारणले गर्दाखेरि
यो सबै नाटक रचिएको रहेछ। उसले आदर्श विद्या मन्दिरमै पढ्ने भर्खर एसएलसी दिएर बसेकी मेरिना साक्यलाई पनि उसले आफ्नो हतियार बनायो। उसको साथ लिएर सम्पूर्ण योजनाहरू बनाएर पुतली सडक अफिसमा बोलाएर त्यसको मेन हेड अफिस नयाँ बजार छ भनेर छुट्टै अपार्टमेन्टमा लगेर उसको हत्या गर्यो। पुलिसले एकदम कडासँग सोधपुछ गरिसके पछाडि उसको लास कहाँ राखिएको छ भनेर उसलाई सोधियो। 2066 सालको जेठको 22 गते घटेको यो घटना त्यसको 15 देखि 20 दिनमा काठमाडौँको 17 किलोमिटरको आसपासमा मृत मानव शरीरका अङ्गहरू यत्रतत्र छाडिएका थिए। कुनै अङ्ग ललितपुरमा, कुनै अङ्ग भक्तपुरमा, कुनै अङ्ग काठमाडौँमा र कतिपय अङ्गहरू उपत्यका बाहिर चितवनसम्म लगेर छोडिएको थियो। सुरुवातमा ललितपुरको कार्यविनायकमा हात र खुट्टाका टुक्राहरू भेटिएका थिए। शरीरका केही टुक्राहरू नुवाकोटको मुड्कु भन्ज्याङमा भेटिएको थियो। केही शरीरका टुक्राहरू मुगलिन र नारायणगढ सडक खण्डको जङ्गलमा छोडिएको थियो। शरीरको सबै भाग भेटिए पनि टाउको भने भेटिएको थिएन। वीरेन श्रेष्ठलाई टाउको कहाँ छ भनेर सोद्धाखेरि उसले टाउको कहाँ छ भनिदिने, तर त्यसको शर्तमा आफूलाई 2-3 लाख पैसा दिनुपर्ने भनेर पुलिसलाई उल्टै शर्त राख्यो। उसको फोटो पब्लिकमा लिक नगरिदिने र 2 लाख पैसा प्रहरीले उसलाई दिने शर्तमा रानीवनको एउटा भिरबाट ख्याति श्रेष्ठको टाउको बक्सामा हालेर गुल्टाइदिएको भनेर बयान दियो। काठमाडौँमा त्यो बेलामा नवराज सिलवालको नेतृत्वमा रानीवनमा गएर उक्त टाउको खोजी गरियो। सबै शरीरहरू मिलाएर हेर्दाखेरि पनि लास चिनिने अवस्थामा थिएन। करिब 1.5 वर्ष लगाएर यो कुराको अनुसन्धान गरेर 2067 सालको मङ्सिरमा काठमाडौँ जिल्ला अदालतले भूपेन्द्र प्रसाद रायको इजलासले जेल चलानको आदेश दिएको थियो भने न्यायाधीश बलेन्द्र रूपाखेतीको एकल इजलासले हत्या अभियोगमा वीरेन श्रेष्ठलाई 39 वर्षको जेल सजाय तोक्यो। उक्त हत्यामा संलग्न अर्को उनको सहयोगी मानिएको 17 वर्षीय मेरिना साक्यलाई 34 वर्षको जेल सजाय तोकियो। मेरिना साक्यलाई 34 वर्षको जेल सजाय तोकिए पनि उनी 2078 सालमा उनी छुट्दाखेरि उनले MBBS पास गरेर सर्टिफिकेट लिएर निस्केकी छिन्। वीरेन श्रेष्ठको कुराकानी गर्ने हो भनेदेखि आजको मितिदेखि अझै पनि ऊ 24 वर्ष जेल बस्ने देखिन्छ, तर उसको उमेर भनेको अहिले 57 वर्ष पहिल्यै भइसकेको छ। मानिसहरूले वीरेन श्रेष्ठको बारेमा विभिन्न हल्ला गर्छन्। ऊ मरिसके पनि भन्छन्, उसलाई नक्खु कारागारमा राखिएको छ पनि भनिन्छ, कसैले मकवानपुरको भीमफेदीमा लगेर राखिएको छ पनि भनिन्छ, तर ऊबारे यकिन तथ्य भने हामीले भेटाउन सकेनौँ। यदि कसैलाई थाहा छ भने यो भिडियो कसैले हेर्नुहुन्छ भने वीरेन श्रेष्ठको बारेमा कमेन्टमा लेखिदिनु होला। त्यति ठुलो योजना बनाएर विराटनगरमा सबै कुरा त्यागेर काठमाडौँ आएका ख्याति श्रेष्ठको परिवार फेरि विराटनगर नै फर्केर जानुभयो। वीरेन श्रेष्ठले यत्रो ठुलो काण्ड घटाएर ऊ आफ्नो श्रीमतीसँगै क्यानाडा भाग्ने योजनामा थियो, किनभने उसको श्रीमती पहिले क्यानाडामा थिइन्। तर उसले आफ्नो 2वटा छोरीहरूलाई एउटा चिठी लेखेको थियो भनेर भन्ने गरिन्छ। उक्त चिठीमा लेखिएको थियो कि मैले यति ठुलो गल्ती गरेको छु कि मलाई भगवानले पनि माफ गर्ने छैन, मैले तिमीहरूको चित्त दुखाएको छु, मलाई माफ गर। यस्तो चिठी उसले आफ्नो परिवारलाई लेखेको थियो। आफ्नो परिवारको त्यत्रो माया भएको वीरेन श्रेष्ठ राधा श्रेष्ठ र गोपाल श्रेष्ठको एक्ली छोरी ख्याति श्रेष्ठलाई निर्ममता र बर्बरतापूर्वक उसले हत्या गर्यो। यो घटनाबाट सिक्नुपर्ने कुराहरू धेरै छन्। कसैले पनि कसैको भरोसा गर्नु हुँदैन भनेर यो अपराधले सिकाएको छ। आफ्नै घरको घरबेटी, आफैलाई पढाउने शिक्षक यस्तो एउटा हेवान भएर निस्कियो, एउटा राक्षस भएर निस्कियो, एउटा परिवारको जिन्दगी तबाह भयो, बर्बाद भयो, एउटा विद्यार्थीको सपना चकनाचुर भयो, एउटा बुवा आमाको सपना चकनाचुर भयो। समाजमा घटिने हरेक अपराधले कुनै न कुनै शिक्षा दिएको हुन्छ, कुनै न कुनै दस्तक दिएको हुन्छ। त्यसमा हामीले सजग भएर बस्नुपर्ने हुन्छ। जसरी 2066 सालमा यसरी फोनमा बजेको घन्टीबाट यसरी ठुल्ठुलो अपराधको योजनाहरूसम्म बन्न पुग्यो, त्यसै गरी अहिले पनि छुटपुट घटनाहरू हुन सक्छन्। अहिले हाम्रो पनि मोबाइलमा मेसेजहरू बज्न सक्छ, फोनहरू आउन सक्छ, तपाईँले यो पुरस्कार जित्नु भएको छ, तपाईँलाई यहाँको भिजा लागेको छ, तपाईँलाई यस्ता खालका पुरस्कारहरू तपाईँले जित्नु भएको छ भनेर विभिन्न खालका लोभ देखाउने, लालच देखाउने फोन मेसेजहरू आउन सक्छन्। र बच्नु सबैभन्दा पहिलो प्राथमिकता रहन्छ। अर्को मुख्य कुरा भनेको आफ्नो सन्तान छन्, कसैको भरोसामा पनि छोड्नु हुँदैन भन्ने यो अपराधबाट सिक्न सकिन्छ। आफ्नो भविष्यको योजना, आर्थिक कारोबार लगायत सबै भित्री व्यवहारका कुराहरू कसैसँग पनि खोल्नु हुँदैन भनेर यो अपराधले सबक सिकाएको छ। मेरो व्यक्तिगत रिसर्चबाट मैले थाहा भएको कुरा यो भिडियोमा राखेको छु। कुनै कुरा तल माथि भएदेखि म माफी चाहन्छु र तपाईहरुलाई थाहा भएको, यदि मलाई थाहा नभएको कुनै कुराहरू छ भने कमेन्ट बक्समा लेखिदिनु होला, म हेर्नेछु र सच्याउनेछु। आगामी दिनमा पनि यस्तै भिडियोहरू म हालिरहनेछु। कृपया च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। धन्यवाद।